हेलो साथीहरू नमस्ते स्वागत छ हजुरहरूलाई मेरो अर्को भिडियोमा। साथीहरू म चाहिँ आइसकेको छु रश्मि बहिनीको फापर काट्नुलाई। अन्त फापर चाहिँ निकै नै पाकिगएको हुनाले गर्दा चाहिँ मेसिन लाउने अरे। अन्त साथीहरू हामीले चाहिँ यो अगाडि नै लडेको जति चाहिँ काट्दै गरेको। यो मेसिनले फापर काट्ने मेसिनले चाहिँ लडेको फापर चाहिँ बिल्कुलै नकाट्दो रहेछ साथीहरू। अन्त एकदम सिधा सिधाहरू मात्रै काट्छ। अन्त यहाँ चाहिँ मेसिन पनि ल्याइपुऱ्यायो। हामी चाहिँ यो लडेको काट्नुको लागि चाहिँ हेर्नु न यसरी बिचबाट हिँड्दैछौँ है। सबै लडेको रहेछ होइन, ठाडो जति चाहिँ यसरी बिच पुरा फापरबारीबाट हिँड्दैछौँ यो लडेको काट्नुको लागि। यो चाहिँ मेरो खुट्टा हो। यो ठाडोमा चाहिँ साथीहरू सबै मेसिन लाउने वरिपरि वहाँनिर चाहिँ साथीहरू यहाँ चाहिँ मेसिन पनि स्टार्ट गरेर ल्याइसक्यो। फापर चाहिँ यसरी काट्दो रहेछ। लडेको जग्गामा चाहिँ नहुँदो रहेछ कि अलिकति पनि लडेको चाहिँ नकाट्दो रहेछ। त्यहाँनिर मेली मात्रै राख्दो रहेछ होइन। अन्त त्यहाँ चाहिँ आफै नै काट्नु पर्दो रहेछ। लडेको ठाउँमा चाहिँ नलाउँदै हुने रहेछ। एकदम सिधा मात्रै काट्छ होइन। यहाँ चाहिँ एकछिन जाम भएर दाइले रुकाउनु पर्थ्यो। अन्त यसरी काट्दै लानु हुँदो रहेछ। जे होस् एकदम सिधा फापर नलडेकोमा चाहिँ फाइदै हुँदो रहेछ काट्नुलाई। फापर लडेको ठाउँमा चाहिँ साथीहरू नकाटिँदो रहेछ है। यसरी चक्काले मेलेर जाँदो रहेछ। अनि यो चाहिँ आफै काटेर साइड लगाउनु पर्छ। तर यसको फल जति चाहिँ सबै भुइँमा झर्छ। लु यहाँनिर हेर्नु न, सिधा जति सबै काटिसकेपछि चाहिँ लडेकोमा चाहिँ यस्तो अप्ठ्यारो गरिदिइराख्दो रहेछ मेलो चाहिँ। हेर्नु त यसरी लडाएर राखिदिँदो रहेछ। अन्त नि एकदमै पातला गरेर राख्नु त राखिदिँदो रहेछ साथीहरू। तर एकदम फेदै भएर काट्दो रहेछ।